ल हामी चाहिँ आज श्रम संस्कृति पार्कमा चाहिँ आउँदैछौँ घुम्नको लागि है साथीहरू। सबैले हेर्नु होला श्रम संस्कृति पार्क कस्तो छ भनेर। यस्तै रहेछ। अब हामी प्रवेश गर्न लागिरहेछौँ है त। ल हेर्नुहोस् है साथीहरू, श्रम संस्कृति पार्कमा चाहिँ हामी आएर यसरी घुमिरहेछौँ। ती रमाइलो छ, तपाईहरु पनि घुम्न आउनुहोस्। धेरै भन्दा धेरै रमाइलो ठाउँ रहेछ श्रम संस्कृति पार्क धरान। ल हेर्नुहोस् है साथीहरू। ल यति रमाइलो ठाउँ रहेछ, तपाईहरु पनि घुम्न आउनु होला है त। ल साथीहरू हेर्नुहोस्, हाम्रो श्रम संस्कृति पार्कमा चाहिँ हामी घुमिरहेछौँ है त साथीहरू। हेर्नुहोस् साथीहरू, यो श्रम संस्कृति पार्कमा चाहिँ हेर्नुहोस् माछा पनि पालेका रहेछन्। यस्तो यहाँको चाहिँ धेरै रमाइलो भिड छ आज। हेर्नुहोस् यहाँ यति राम्रो फुल फुलेको छ। यो चाहिँ हाम्रो चाहिँ नि स्वर्गीय लेमी शेर्पाको सम्झनामा बनाइएको रहेछ। अति दामी छ। ल हेर्नुहोस् साथीहरू, यति रमाइलो छ। ल हेर्नुहोस् साथीहरू, यहाँ यस्तो छ। एकदम रमाइलो छ धरान श्रम संस्कृति पार्क। हेर्नुहोस् रमाइलो छ। हेर्नुहोस् है साथीहरू। हो साथीहरू हेर्नुहोस्, श्रम संस्कृति पार्कमा के बनेको रहेछ तपाईहरु देखिहाल्नुभयो। तपाईहरु पनि घुम्न आउनु होला है त। ल साथीहरू हेर्नुहोस्, हाम्रो श्रम संस्कृति पार्कमा हामी चाहिँ आजको घुमघाम छ। ल आज चाहिँ नि बडा रमाइलो भइरहेछ। ल आज यहाँ चाहिँ एकजना म्याडम भेटिएको छ। ल तपाईलाई चाहिँ नमस्कार। तपाईको यो चाहिँ आजको घुमघाम यो श्रम संस्कृति पार्कमा चाहिँ कस्तो लागेको छ त? ल ज्यू हर्क साम्पाङ सरले एकदम राम्रो बनाउनु भएको छ हैन। यो श्रम संस्कृति पार्क भनेको एकदम दामी छ। सबैलाई यहाँनिर आएर इन्जोय गर्ने ठाउँ, एउटा हाम्रो दिमाग पनि एकदम फ्रेस गर्ने ठाउँ, एउटा राम्रो बनाउनु भएको छ। सबैलाई अब बच्चादेखि ठुलोसम्म नैलाई एकदम रमाइलो इन्जोय गर्ने ठाउँ एकदम दामी छ हैन त? हजुर दामी छ, दामी हजुर। अनि हाम्रो सरजी नमस्कार। नमस्कार। अनि तपाईलाई चाहिँ नि यो आजको श्रम संस्कृति पार्कमा चाहिँ तपाईलाई चाहिँ नि आज कस्तो लागिरहेछ त? एकदम रमणीय, एकदम घुमघामको लागि रमाइलो छ। हजुर एकदम रमाइलो यो स्थल बनाउनु भएको छ। यो एउटा खोलाको बगरलाई पनि मानिसले श्रम गर्दाखेरि के हुँदैन भन्ने चाहिँ ज्वलन्त उदाहरण हो। हजुर हजुर हस् त, धन्यवाद। नमस्ते नाना। अनि तपाईलाई चाहिँ नि आजको घुमघाम कस्तो लागिरहेछ त? हजुर घुमघाम एकदम रमाइलो, एकदम रमाइलो। यो श्रम संस्कृति पार्क चाहिँ कस्तो लाग्यो तपाईलाई? एकदमै राम्रो, एकदमै रमाइलो। एउटा हाम्रो किराँतीको एउटा हाम्रो मुद्दुम प्राक बनाउनु भएको छ हैन। हजुर किराँतीले जोस जाँगर चलाएर सोचेरै बनाउनु भएको छ यहाँनिर। एकदमै राम्रो भाइ, एकदम रमाइलो हैन। हस् त, ल धन्यवाद। एकदम मनै शीतल हुने, हजुर हजुर हृदय नै शीतल हुने खालके। हजुर हजुर एकदमै एकदम। ल धन्यवाद। यहाँ चाहिँ धरानमा श्रम संस्कृति पार्कमा चाहिँ ज्येष्ठ नागरिक पार्क पनि बन्दैछ। हेर्नुहोस् दामी बनिरहेछ। विकासको चाहिँ मूल फुटाइरहेछ हर्क साम्पाङज्यूले। ल हेर्नुहोस् साथीहरू, श्रम संस्कृति पार्कमा चाहिँ यस्तो रमाइलो दोकानहरू रहेछ। हेर्नुहोस् हाम्रो नाना यता हुनुहुन्छ, नाना आउँदै हुनुहुन्छ। ल हजुर धेरै रमाइलो छ है। ल साथीहरू, ल चिया नास्ता खाने ठाउँ यताउता सबै रमाइलो छ। तपाईँहरू आउनुभयो भने यहाँ चाहिँ मजाले चाहिँ नि खाएर चाहिँ जानुहोस् होला। ल उहाँ दिदीले के भन्दै हुनुहुन्छ, उहाँ बहिनीले? ल हस्, ल ल ल ल ल ल। घुमघाममा धेरै थाकियो। हेर्नुहोस् साथीहरू, ल
यहाँ नास्ता खाना लागिराखेको छ। यता म्याडम कस्तो लागिरहेछ त यहाँको नास्ता के अरे चटपटे दामी छ, दामी छ मिठो छ, मिठो एकदम। र हाम्रो म्याडमजीलाई कस्तो लागिरहेछ? एकदम राम्रो छ। ल ल नाना हजुरलाई कस्तो लागिरहेछ आज? एकदम मिठो रहेछ, अन्डाको खाना हजुर ल ल खानुहोस् ल। हाम्रो एकदम दामी छ बिना दामी छ है। आजको भ्रमण रमाइलो भएको छ। एकदम रमाइलो भयो। आज चाहिँ अब नास्ता सास्ता खाएर हामी चाहिँ घरतिर लाग्ने है त। ल साथीहरू हेर्नुहोस् त श्रम संस्कृति पार्क यस्तो रहेछ होइन। हेर्नुहोस् साथीहरू दामी छ, यति रमाइलो ठाउँ रहेछ। हेर्नुहोस् है साथीहरू, तपाईँहरू नि धरान आउनु भने आउनुहोस्। हेर्नुहोस् साथीहरू यहाँ चाहिँ हाम्रो गाइने दाइले यस्तो मिठो गाना गाइराख्नु भएको छ यहाँ श्रम संस्कृति पार्कमा। हेर्नुहोस् है तपाईँहरू नि आउनुभयो भने उहाँसँग चाहिँ गाना गाएर रमाइलो गर्नु होला है। ल दर्शकवृन्दहरू साथीहरू, यो कोशी पारीमा सोमबारे रिसोर्ट हेर्नुहोस् यस्तो दामी छ ल है, बबाल छ भनेको के। हेर्नुहोस् हामी चाहिँ यो ठाउँमा चाहिँ घुम्न आइयो। अब घुम्दा घुम्दै तल चाहिँ नि सप्तकोशी देखिन थाल्यो। ल हेर्नुहोस् नम्बर 1। ल हेर्नुहोस् सप्तकोशी तल छ है, सप्तकोशी बगिरहेछ, बबाल छ ठाउँ। हेर्नुहोस् यहाँ भिड छ, भिड छ, भिड। हेर्नुहोस् तपाईँहरू नि आउनुहोस् यो ठाउँमा घुम्नलाई। ल हेर्नुहोस् साथीहरू कोशी पारी सोमबारे रिसोर्ट यस्तो दामी छ। हेर्नुहोस् यस्तो छ, तपाईँहरू नि आउनुहोस् एकचोटि है साथीहरू। हेर्नुहोस् है ल आज चाहिँ हामी चाहिँ नि घुमफिरका क्रममा श्रम संस्कृति पार्कबाट घुम्दै फिर्दै हामी कोशीको चाहिँ सोमबारेमा आइपुगेका छौँ। सोमबारे कोशी ब्यारेज नयाँ पुल पुगेर अनि त्यस पछाडि चाहिँ हामीले घुम्दै फिर्दै आएर हामीले अब नयाँ पुलमा आएर खानाको व्यवस्था चाहिँ गरेर हामी चाहिँ खाइरहेका छौँ। यता हुनुहुन्छ हाम्रो नाना, यता हुनुहुन्छ मेरो भदैनी, यता हुनुहुन्छ मेरो मिसेस, यता हुन्छ मेरो कान्छो सानो। ल अब हामी चाहिँ अब रमाइलो गरेर खाएर चाहिँ अब डिनर खाएर चाहिँ फर्किनु लागेको छौँ।